सत्ताले बिर्सेको नैतिकता हो। हिजो प्रतिपक्षमा हुँदाखेरि नैतिकताको पाठ सिकाउने गृहमन्त्री रमेश लेखक आज आफैलाई नैतिकताको प्रश्नले घेरिरहँदाखेरि उहाँ उम्कन खोज्दै हुनुहुन्छ। हिजो प्रतिपक्षमा बस्दाखेरि रवि लामी छानेलाई नैतिकताको आधारमा राजीनामा माग्ने ती महामन्त्रीहरू आज कहाँ छन्? आज सत्तामा र सरकारमा हुँदाखेरि किन मौन छन्? आफ्नै नेताको भिजिट भिसाको नाममा दिनौँ 50 लाखसम्म वसुली गर्ने कर्तव्य बाहिरिँदाखेरि किन मौन छन्? किन राजीनामा माग्न सक्दैनन्? हिजो रवि लामी छाने जो सहकारी प्रकरणमा प्रत्यक्ष जोडिएका थिएनन्, जसलाई जबरजस्ती जोडेर अहिले उहाँलाई जेलमा पुर्याइएको छ, आज रमेश लेखकको कर्तुत बाहिरिँदाखेरि किन मौन छन् काङ्ग्रेसका नेताहरू? किन बोल्न सक्दैनन्? किन डराउँछन् आफ्नो नेतादेखि? किन डराउँछन् आफ्नो पार्टीका नेताको कालो कर्तुतबारे बोल्नको लागि? अरूलाई नैतिकताको पाठ सिकाउने काङ्ग्रेसमा के नैतिकताको खडेरी लागेको हो त? यो एक्चुअली यो भिडियो हेर्नुहोस्, उहाँको प्रतिपक्षमा हुँदाखेरि र सत्तामा हुँदाखेरिको यो भिडियो एक्चुअली हेरौँ उहाँको। हामीले यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। हामीले निरन्तर यस बारेमा माननीय गृहमन्त्रीजीको राजीनामा माग गर्दै यो बारेमा सम्माननीय प्रधानमन्त्रीजीको जवाब हिजो उहाँ प्रतिपक्षमा बस्दै गर्दाखेरि उहाँले शेरबहादुर तामाङ, रामशरण महत र गोकुल बास्कोटाको उदाहरण दिने, आज के उहाँ एउटा सार्वजनिक पद धारण गरेको व्यक्ति, गृह मन्त्रालय सम्हालेको व्यक्ति, उहाँमाथि यत्रो दिनकै 50 लाखसम्म असुल गरेको भनेर यत्रो समाचारहरू आउँदाखेरि के त्यसको लागि छानबिन गर्नको लागि नैतिकताको आधारमा उहाँले के राजीनामा दिनु पर्दैन? यो देश, यो कानुन तपाईँहरूको लागि मात्रै हो, यो छुट तपाईँहरूलाई मात्रै हो। कुनै गृहमन्त्री हुँदाखेरि सामाजिक सञ्जालमा प्रश्न उठेकै भरमा राजीनामा माग्ने तपाईँहरूको नैतिकता आज तपाईँहरूकै नेतामा गृहमन्त्री रमेश लेखकको यत्रो कालो कर्तुत बाहिरिँदाखेरि पनि, यत्रो सञ्चार माध्यमतिर आउँदाखेरि पनि सहसचिवहरूलाई मात्रै भित्र पठाएर के तपाईँहरू उम्किन खोज्ने? यो छुट पाएको शासनमा देवहरूलाई मात्रै हो अथवा यो 12 दाजु भाउजूको शासनमा देवर र छोराहरूलाई मात्रै हो यो छुट? किन यो देशको नागरिक होइनन् रवि लामी छाने? सत्ता र शक्तिको दुरुपयोग गरेर, सत्ता र शक्तिको आडमा जतिसुकै कर्तुत गर्नु छ अहिले नै गर्नुहोस्, किनभने एक दिन त दिन आउनेछ तपाईँहरू जस्तो भ्रष्टलाई जेलभित्र कोस्ने। याद राख्नुहोस्, आज तपाईँहरू सत्ता र शक्तिमा हुनुहुन्छ, चयन गर्नुहोस्, सानालाई ऐन चलाउनुहोस्, ऐन बनाउनुहोस्, सकेसम्म भित्तामै पुर्याउनुहोस्, अनागरिकै बनाउनुहोस्, तर एक दिन जुन दिन जनताले सही मान्छे चुन्नेछन् त्यो दिन तपाईँहरूको पनि यही हालत हुनेछ। याद राख्नुहोस्, तपाईँहरूको पापको घैँटा भरिसकेको छ अब।